जति चोट दिन्छौ त्यो मायालो, जति चोट दिन्छ त्यो जे तिम्रो होस् सबै हार जति म सम्हालेर राखौँला। जति पीडा दिन्छौ त्यो सम्झौँला प्रारब्धमा तिम्रो ऋण खाएको रहेछु, ऋण तिम्रो खाएको रहेछु अहिले तिर्दैछु। आखिर जिन्दगीमा कोही त यस्तो होस् हुँदो हो तिमीलाई पनि, जसलाई जति गुर्की लाए पनि दङ्ग्याए पनि पीडा दिए पनि तिमीलाई यदि खुसी मिल्छ भने त्यो मायालो चोट पीडाहरू सँगालेर बाँच्नका निम्ति थालिसकेको छु। थाहा छ तिमीलाई एउटा कुरा थाहा छ, तिमी जहाँसम्मको यात्रा गर्नका निम्ति डराउँछौ नि आर्यघाट, तिमी जहाँसम्मको यात्रा गर्नका निम्ति डराउँछौ नि आर्यघाट, त्यही आर्यघाटमा दाउराकै बिछाउने, दाउराकै ओढ्ने, दाउराकै सिरानी लगाएर जलेर राख भएर त्यही राखबाट उठिएको मानिस म। सबैलाई राम्रो गर्दा गर्दै सयौं अनि सयौं होइन हजारौं चोटि अपजस खाएको मान्छे म। जस त मेरो जीवनमा लेखिएकै छैन, त्यसले जसले जे दिन्छ त्यो स्वीकार गर्न जानिसकेको छु। थाहा छ एउटा भनाइ छ नि, बाबुको जिब्रो चलाउनु भन्दा धार्मिक टाउको हल्लाउनु उपयुक्त हुन्छ। तिमीले दिएका चोटहरू पनि त मेरो जीवनमा भोग्नु पर्ने थियो भनेर म हाँसी हाँसी टाउको हल्लाएर स्वीकार गरेको छु। लाग्दो हो यी सबैका बावजुद पनि कसरी यो हाँस्न सक्छ? जो म देखिएको छु त्यो म होइन, जो म हो त्यो तिमी देख्दैनौ। थाहा छ मलाई बुझ्नका निम्ति आफूलाई मेटाउनु पर्छ, मलाई बुझ्न मलाई चिन्नका निम्ति तिमी आफू मेटिनुपर्छ। अर्थात् तिमीले पनि त आर्यघाटको यात्रा गरिसकेको हुनुपर्छ। सास फेर्दैमा मात्र कोही बाँचेको छ भन्न सकिन्छ र? सास फेर्नु मात्र बाँच्नु होइन नि, बाँच्नुको परिधि त धेरै फराकिलो हुन्छ। यति कुरा बुझ तिमी, बाँच्नुको परिभाषा मुस्कुराउनु हुन सक्छ, कसैले प्रेमको आभास गरेको हुनुपर्छ, भित्रभित्रै उकुस मुकुस भएका भावनाहरू कसैलाई अव्यक्त रूपमै कसैले बुझेको हुनुपर्छ, महसुस गरेको हुनुपर्छ। ती सबै कुराहरू मेरो जीवनमा छैनन्। थाहा छ अन्तिम त्यो यात्रा गर्दाखेरि मैले पृष्ठभूमिबाट हेरेको थिएँ, क्षितिजबाट। जो आफ्नो थिए नि म बाँचुन्जेली कहिले पनि त कसरी बाँचेको छस् भनेर नसोध्ने, तिनै म आर्यघाटमा जाँदै गर्दाखेरि सेतो कापत्रोले लपेटेको मेरो सबमाथि पुष्पगुच्छ, अनेकौं सुगन्धित पुष्पहरूका माला अनि रातो अबीर तछाड मछाड गरेर लगाउँदै थिए। जिन्दगीमा कहिले तँलाई प्यास लागेको छ होला भनेर एक ग्लास पानी नसिब नहुने म आफन्तबाट ब्रह्मनालमा मलाई सुताउँदा कहिले पिउनै नसक्ने भएको बेलामा पटक पटक पानी पिलाउनका निम्ति तछाड मछाड गर्दै थिए। त्यसैले त म यो मान्छेहरू जस्तै देखिने मान्छे भन्दा पृथक छु अनि पर छु। म अक्सर मान्छे खोजिरहेको थिएँ, तर मान्छे जस्ता मात्रै देखिए, अनुहार शरीर, तर यहाँ कोही मान्छे देखिन। त्यसैले हो पावको जिब्रो चलाउनु भन्दा, जिब्रो छटकारेर कसैसँग वाद विवाद गर्नुभन्दा धार्मिक टाउको हल्लाएर मैले हरेक कुरालाई स्वीकार गर्न चाहेको, सकेको छु, सिकेको छु। थाहा छ तिमीलाई थाहा छ यो कुरा भयो, तिमीसँग यी कुराहरू बुझ्दिनौ। तिमीले मलाई यति बुझ्नु नै छ भने तिमीमा जुन म भन्ने अहमता छ नि त्यो मेटिनुपर्छ। त्यसैले तिमीले दिएका चोटहरू मेरो लागि चोट होइन प्रिय, यो त वर्षौंदेखि पाइरहेका उपहारका गुच्छाहरू हुन्। मलाई यी गुच्छाहरू त केवल थाहा छ तिमीलाई, जसरी बतास चल्छ, जसरी सूर्य उदाउँछ, जसरी चन्द्रमा उदाउने अस्ताउने गर्छ, अनि जसरी रात पछाडि दिन हुन्छ, त्यस्तै लाग्छ, केही फरकै छैन। तिमीलाई लाग्दो हो
तर नसोच त्यस्तो। त्यसैले तिमीले दिएका चोटहरूलाई सँगालेर बाँचिरहेको छु। जति चोट दिन सक्छौ त्यो सबै सँगालेर राख्नेछु।